नबन्दै पानी पर्न हिजो मात्रै चट्याङ लागेर यो हुन्छ नि त ठुलो ठुलो बिल्डिङहरुमा रुखहरुमा पडी चट्याङ हेर्न सक्नुहुन्छ चट्याङ त यस्तो हेलो गाइज सन्चै हुनुहुन्छ होला सबैजना म नि एकदम ठिकठाक छु है त आज चाहिँ यसो वर्कआउट गरौँ भनेर निस्केको पुरै बादल पानी पर्ने जस्तो छ है तपाईले देख्न सक्नुहुन्छ मौसम नि यस्तो बवाल छ बाहिर निस्किनै नसक्ने डर लाग्दो अवस्था छ है हेर्न सक्नुहुन्छ आज चाहिँ म यसो वर्कआउट गरौँ भनेर निस्केको है खत्री छ बादल आज चाहिँ वर्कआउट बाइसेप है त ल हेर्नुस् गाइस पुरै एकदमै बवाल छ है चारैतिर हेर्नुस् है पुरै पानीको मौसम चाहिँ एकदमै बवाल छ है हिजो मात्रै चट्याङ लागेर एकजना घाइते पनि हुनुभएको थियो है एकजना यता के भन्ने यस्तो चाहिँ यो बर्खाको सिजनमा देख्न सक्नुहुन्छ पुरै यस्तो बादल छ है यो कञ्चनपुरतिर तपाई पनि सेफ रहनु होला है त यो चट्याङले विभिन्न मान्छेहरू घाइते हुने मान्छे मर्ने विभिन्न प्रकारको भइरहन्छ तपाईको यो घरको यस्तो हुन्छ नि तपाईको यो घरमा यो फलामको यस्तो यो छतहरु के अरे यो रडहरु यस्तो फलाम बस्तहरु यस्तो चाहिँ सहीसँग नराख्नु होला यो टावरहरु किनकि यसले चाहिँ डाइरेक्ट हाम्रो करेन्ट तल प्रवाह गर्छ है सकेसम्म अर्थिङ भएको घरमा बस्नु होला अर्थिङ त छ बट अब यो हुन्छ नि त यो बढी जस्तो अब यो फलामको यस्तो यो अनि यो टावरहरुले अनि यो हुन्छ नि त ठुलो बिल्डिङहरुमा रुखहरुमा बढी चट्याङले छिटो एट्र्याक्सन गर्ने भएकाले अलि यस्तो चिज खासै उपयोगी त हैन है यो खासै छतमा राख्नुपर्ने चाहिँ हैन है मैले देखेको चट्याङले एकदमै असर गर्छ नबन्दै पानी पर्न सुरु भइसक्यो है नबन्दै पानी पर्न सुरु पुरै कालो छ बादल है सबै सचेत रहनु होला एकदमै चट्याङ त यस्तो परिरहेछ है यो कञ्चनपुरतिर बस्नु होला तपाई नि एकदम है सेफ है अलिअलि भइ निकाल्छ थोरै है त हेर्न सक्नुहुन्छ पुरै चारैतिर यस्तै छ है चारैतिर बादलै छ चारैतिर बादल छ है एकदम स्टे सेफ बस्नु होला तपाई पनि हावा पनि बवाल छ के तर मौसम त कुल छ है यस्तो यो गर्मीमा हावा त एकदम बवाल छ तर हुन्छ नि त अब चट्याङले पनि यस्तो डर लाग्छ नि सुत्नै सकिँदैन भने हिजो राति पनि यस्तो चट्याङ पनि हिजो त्यो रातिको चट्याङमा नै एकजना महिलालाई अलिकति क्षति के भन्छ यो अलिकति आगोले टच भएर रहेछ खुट्टामा डाम लेख्यो भने त्यति केही भएन तर राम्रोसँग चट्याङले लाग्यो भने मान्छे छिनमै है सेकेन्डमै भइया नि भन्न पाउँदैन यस्तो छ हावा बवाल चलिरहेछ है एकदम हावा खतरा चलिरहेछ ए चारैतिर कालो छ है यस्तो यो एन्टिनाले यस्तो यो टावरहरूले एकदम फेरि करेन्टसित लग्छ झम्म है त्यही भएर अर्थिङ चाहिँ एकदम अनिवार्य छ यसको लागि
टक्क तपाईँहरूले यो डम्बेल 5 केजीको है 5 केजी अन्दाजी त्यस्तै हो आफूले बनाएको हो। यसमा चाहिँ तपाईँले के नभए नि 3 रिपिटेसन है 3 and 4 3 देखि 4 सम्म रिपिटेसन गर्नु होला है त। त्योभन्दा बढी आफूले सक्यो भने बढी नै गर्न सक्नुहुन्छ। अनि मसँग बढी चाहिँ वेट थिएन है, त्यही भएर चाहिँ मैले 5 केजीदेखि स्टार्ट गरेको। मसँग 10 केजीसम्म छ। यो चाहिँ तपाईँले सकेपछि जतिसम्म पनि हान्नु सक्नुहुन्छ। एटलिस्ट चाहिँ तपाईँले 3-4 रिपिट हुने गरी गर्नु होला है त। तपाईँले यसरी गर्न सक्नुहुन्छ। हातलाई एकदम है चेस्टमा च्यापेर अनि स्ट्रेट उठाउनु होला है त। यो मसँग अलिकति यो वाइड भएको कारणले त्यति नमिलेको हुनसक्छ, तर यही फर्मेटमा गर्नु होला। फर्स्ट दिन मैले चाहिँ चेस्ट गरेँ है, फर्स्ट डे चेस्ट गरेँ। त्यसपछि बाइसेप र ट्राइसेप है, बाइसेप र ट्राइसेपको गरेँ। आज चाहिँ यो बाइसेपको मात्रै छ है त। ठिकै हुन्छ, तर पनि धेरै मेटेरियलहरू चाहिँदैन है यदि गर्ने हो भने। अब त्यति चाहे जस्तो त हुँदैन, तर फिटनेस राख्नलाई अब त्यही मेन्टेन गरिराख्नलाई ठिकै हुन्छ भनौँ है। ल त्यसपछि हामी यसो टक्क मिलाएर यो चाहिँ मैले अनलाइन अर्डर गरेको थिएँ होइन। यो चाहिँ मेज नेपालबाट गरेको थिएँ। थ्याङ्क यू सो मच मेज नेपाल है। ल ठिकै छ, यो चाहिँ एडजस्टेबल डम्बेल हो है। यसको बिचमा राखेर बारल पनि बनाउनु मिल्यो। यसको पनि सेम त्यही अब जस्तो तपाईँले 5 केजीको 12 हान्नुभयो भनेपछि यो 10 केजीकै त्यस्तै 8 मिलाएर गर्नु होला है। त्यसै गर्न सक्नुहुन्छ। मैले नि त्यही गर्छु। सकेसम्म मैले चाहिँ बढी नै हान्ने कोसिस गरेर हान्छु। जति सक्यो त्यति नै दिइरहेको हुन्छु भनौँ है। यो पनि सेम त्यस्तै एकदम शरीरलाई बडी एकदमै स्टेबल गरेर तपाईँले गर्नु होला। देख्न सक्नुहुन्छ ठिकै आउँछ क्या यसले नि, ठिकै मेन्टेन भइहाल्छ। 10, 12, 15 केजीसम्म भएपछि तपाईँसँग आफैले घरमै पनि बनाएर सिमेन्टको है, या त कि हुन्छ नि त बाइकको साइकलको त्यो चेनको डब्बा हुन्छ नि त चेन पकेट, त्यसबाट पनि बनाउन सक्नुहुन्छ। मैले चाहिँ यसरी है आफै बसेको ठाउँको यसै छतमा गएर यसरी वर्कआउट गरेर हुन्छ, तपाईँ नि गर्न सक्नुहुन्छ। टक्क लाएर पानी पनि के साह्रो परेको भने मैले चाहिँ यो पानी एकदमै के भन्छ अहिले एकछिन रोकेर बल्ल छतमा गएर वर्कआउट गरेको है। यस्तो पानी परिरहेछ नि, यस्तो बिजोग छ यो कञ्चनपुरतिर। चट्याङले पनि त्यस्तै है सताएको छ, सुत्नै पाएन भनेको है। एकदम बवाल छ। तपाईँलाई मैले देखाएको छु अगाडितिर हेर्नु होला त्यो। गाह्रो छ नि त, साथी गाह्रो छ। ल मैले फेरि चाहिँ 5 केजीको डम्बेल उठाएँ है त। यसो यसलाई पनि फेरि दोस्रो रिपिट हानिदिएको है, दोस्रो रिपिट हानिदिएको। यसै गरी तपाईँले पनि 3 or 4 रिपिट गर्न सक्नुहुन्छ है त।
बिहान फिजिकल वर्कआउट गर्न तर यस्तो पानीले गर्दा आजकल यो बर्खाको सिजन भयो नि त त्यही भएर चाहिँ अलिक बिहानतिर गाह्रो हुन्छ सधैँ गर्न भ्याउँदैन ओ माई गड तपाईँले नि नोटिस गर्नु होला क्या दामी बिहान चराचुरुङ्गीको आवाज आइरहेको छ नि नोटिस गर्नुहोस् है हेलो गाइज मेरो नि आज बाइसेपको वर्कआउट चाहिँ अन्तिमतिर आइसकेको छ हिजोभन्दा नि फर्स्ट डे फर्स्टमा हिजो चाहिँ चेस्ट गरेँ त्यसपछि आज बाइसेप र ट्राइसेप अब भोलि चाहिँ ब्याक र सोल्डरको हुने छ है त हेर्दै गर्नु होला के कस्तो लाग्छ भन्नु होला है आज जति सक्यो त्यति नै थोरै भए पनि थोरै टाइम निकालेर भए पनि यतिको गरेको छु कस्तो लाग्छ तपाईँहरूलाई हेर्नु होला है सर्ट्सतिर पनि तपाईँले पाउन सक्नुहुन्छ 100 भिडियोभन्दा 100 बढी भिडियो हालिसकेको छु हेरिदिनु होला प्लिज माया गरिदिनु होला है त तपाईँहरूले नै